के छ हजुरहरूलाई सोताङमा बसेर उठियो एन्ड अहिले बजिरहेको होला त्यस्तै 8 बजिरहेको होला होइन 8 बजिरहेको होला धेरै सुतेछु किनकि हिजो अलि थाकिरहेको थियो कि सो त्यो भएर बिहान खतरा निदाइछ होइन छिटो उठेर कामै छैन किनकि चिसोमा होइन उठेर कामै छैन अहिले खतरा काम लागिरहेको छ होइन देख्न सक्नुहुन्छ हिजो यता सुरु थिएँ एन्ड हामी रेडी भइसक्यो होइन ब्यागहरू सबै रेडी भइसक्यो अब हिँड्न लाग्यो होइन अब अझै चिया खाजा खाएको छैन अब खाएर निस्किन्छु होइन सो एन्ड बेनाजु जानुभएको छ उता टोइलेटमा अनि म चाहिँ भर्खर रुमबाट निस्केको है निस्केर ब्यागहरू निकाल्दै गरेको गाइज हामी उठ्न सकेको छैन होइन काम गर्नेहरू निस्किसकिसक्यो यति फास्ट छ होइन हार्ड वर्क गर्नेहरू गर्नु भने दाजुभाइहरू ओके गाइज अब हामी चिन्न लाग्यो है हामी हिजो यता बसेको थियो होइन यता बसेको थिएँ अब चाहिँ हिँड्न लागेको बाइकमा होइन टक्कसँगले हजुर छैन भने चाहिँ प्रसोताङको स्कुल है सो गाइज थोरै बाइकलाई रिपेयर गर्ने हो है मोबिल सोबिल के हाल्नु भन्नुहुन्छ अनि गाइज अस्ति त यो बाटो बिजोसँगले आएको थिएँ हेर म चाहेको थियो डुट्टु भएको थिएँ आज चाहिँ यसो कसरी पुग्छ हेरौँ है त राम्रैसँग पुग्छ होला होइन सो अब यस्तो छ होइन भर्खर हामी त निस्केँ अलि चाहिँ यता सो होइन फाइनली लाइब्रेरीलाई हामी चाहिँ बाइकको काम सकेर होइन सोताङबाट निस्कियो होइन ठ्याक्कै सोताङबाट निस्कियो यसो भ्यू हेर्दै बबल छ होइन गाउँहरू पाहाडको ठाउँमा हो एकदम खतरा छ खतरा गाइज के भन्यो होइन नेले बजार है यो चाहिँ मलाई थाहै थिएन कि नेले बजार लाग्छ भनेर तर आज भर्खर थाहा पायो होइन केही छैन थाहा पाएँ खुसी लाग्यो एन्ड नेले बजार आइपुग्यो होइन हामी घुम्नु त घुम्यो होइन नेले बजारमा काम पनि थियो थोरै सो कामको बेलामा चाहिँ ब्लग बनाउनु पाएन त्यसको लागि आम द सरी होइन सो बाइकमा हिँडेको मात्र मैले ब्लग बनाएँ किनकि अलि बिजी नै थिएँ क्या हामी होइन हेलो गाइज सो हामी चाहिँ नेले भन्दा यता आइसक्यो होइन अनि ठाउँको नाम चाहिँ थाहा छैन के भन्छ होइन एन्ड एकछिन रेस्ट गऱ्यो होइन सो भ्यू बबल देखिरहेको छ भने यताबाट पनि तर मेरो क्यामेरा खासै राम्रो छैन पनि होइन देखाइदिनु हाम्रो साथीहरूलाई एन्ड यता हामी चाहिँ है बसेर एन्ड एकछिन रेस्ट गऱ्यो होइन नेलेमा बस्यो धेरै बस्यो होइन एकछिन घुमियो पनि एन्ड बेनाजु काम थियो अनि सकाएर अनि सो अब चाहिँ हामी सल्लेरीतिर लागेको है अब पुग्छु होला अबको एकछिन पुग्छु सल्लेरी पनि होइन सो जे होस् यदि ठाउँ बबल छ होइन ठाउँको नाम चाहिँ के भन्छ यता होइन क्या बबल देखिरहेको छ तर क्यामेरामा चाहिँ खासै राम्रो देखिरहेको छैन के तर पनि आँखाले भन्छ एकदम बबल देखिरहेको छ क्या होइन ठाउँहरू पनि एकदम सो कुल हामीलाई बोकेर हिँड्ने बाइक यस्तो छ खतरा अनि बेनाजु बसिराख्नु भएको छ भने घाम एकदम तातो लागिरहेको छ कि आज सायद हामी यता आएरै होला होइन सोबाट हामी हिँड्ने बाटो त्यहाँदेखि है कतिखेर पुग्छ अब त्यता पुगिन्छ होला सायद अब हामी छिट्छै नेलेदेखि हामी डाइरेक्ट सल्लेरी नबसिकन माथि पहिला फाप्लु गयो होइन फाप्लु पुगेर अनि घुमेर आयो जस्ट हेर्नुको लागि ठाउँहरू हेर्नुको लागि एकछिन होइन अब यता यतिसम्म आएपछि माथि त पुग्नु परेन होइन हेर्नुको लागि भए पनि सल्लेरीमा थोरै काम थियो काम सकाएर होइन मैले के किनेँ त्यसपछि हामी आएँ
एन्ड यो चाहिँ जोरबद है हजुरहरूले देख्नुभएको यो चाहिँ सलिडभन्दा मुनिको जोरबद हो एन्ड यसलाई चाहिँ किन जोरबद भनेको भने पहिलाको कुरा हो के त्यही भएर मलाई थाहा छैन थाहा नभएको कुरा नभनेकै बेस हो कि होइन हजुरहरूले भन्नु ल होइन अनि हामी तल आएर खाजासाजा खायो होइन मिठो खाजा खायो त्यसपछि हामी निस्केँ पत्तलले बज्र आएपछि क्या खतरा होइन यताको विभिन्न भोपाल देखिरहेको होइन अरू त होइन राजु लामलाई निकाल्छ नि त्यो भोइस ओ यस्तो होइन यस्तो चाहिँ देखो ना यस्तो चिसोमा देखो न गाइस देखो न गाइस देखो न गाइस क्या पापा देखो न गाइस यस्तो चिसो गाउँमा भएर हात छिराएर पुरा चित्राउनै नसक्ने भयो बोल्दा हजुर बोल्दा देखो न गाइस छिरायो हामीलाई लिएर छिरायो गुड मर्निङ गाइज सो हामी घर आइपुग्यो होइन हिजो बेलुकी सो राति हुने घर आइपुगेको थिएँ अब यता बेनाजु फेरि बेनाजुको घर जाँदै हुनुहुन्छ सो म चाहिँ यता आउँदैछु बेनाजुलाई साथी होइन किनकि यता अलि डर लाग्दैछ होइन त्यही भएर हिजो बाइक यता राखेको थिएँ गुड मर्निङ मिस अब बेनाजु जानु हुँदैछ कहिले आउनुभयो र मिस ए स्कुल चाहिँ यहाँ बिदा रहेछ नि त के अरे उसको राष्ट्रपति रनिङ टिमको हो क्या बेनाजुको अब खतरा भिडियो हुन्छ फेरि अब बेनाजु पनि जानुभयो होइन बाइकमा किनकि हिजो मेरो घरमा आउनुभएको थियो कि रात परिरहेको थिएँ किन जङ्गलको बाटो थियो कि एक्लै आउनु डर लाग्छ त्यही भएर बाइकमा पुऱ्याउनु आउनुभएको थियो अनि जानुभयो अहिले चाहिँ अनि गाडी चाहिँ बिहान यस्तो भइरहेछ मौसम हेर्नु पुरा यस्तो क्या यस्तो पुरै के टुसा पुरै पलाएर यस्तो सेतो भइरहेछ होइन चिसो त्यो पनि कट्टुमा आएको भर्खर किनकि भर्खर उठेर आएको के त्यही भएर कट्टुमा छु गाई चाहिँ यस्तै छ ओके ह्याभ अ नाइस डे